हेलो हेलो नमस्ते सबैजनालाई। आई होप सबैजना सन्चै हुनुहुन्छ होला। म पनि सन्चै छु। यो भिडियो चाहिँ मेरो भाइको बिहेमा हामी चाहिँ बुर्जुङ खोला पोखरादेखि बुर्जुङ खोला घुम्न जाँदाको थियो। बाटोमा धेरै रमाइलो ठाउँहरू, बुहारीसँग म, भाइसँग आमा, त्यस्तोहरू सबैजना मिलेर गएका थियौँ। बाटो एकदमै रमाइलो ती सुन्दर हरियाली जङ्गलहरू, बाटो पनि त्यस्तै राम्रो सफा। अनि त्यस्तो गरेर बाटोमा हामी चाहिँ गीता र एउटा पठाउ भाइ अगाडि चाहिँ हामीले उछनेर अगाडि जानुभयो। कति राम्रो देख्दै हामी, बाटो नै राम्रो, ती रमाइलो ठाउँहरू यो हामी इन्जोय लिँदै हामी दुई बुहारीसँग कुरा गर्दै हिँडिरहेका छौँ। चिसो मौसममा पनि एकदमै रमाइलो। यो समयमा बाटो कुनै ठाउँ अफ रोड हामी चाहिँ ठिक्कै बुर्जुङ खोला, तर कुन चाहिँमा जाने भनेर, कुन चाहिँ ट्राभल फार्ममा जाने भनेर हर्नु परेको थियो। हामी तल्लोमा रहेछ। कस्तो राम्रो खोला, सलल बगेको खोला। त्यस्तै गरेर हामी चाहिँ यो खोला पछाडिको ब्याकग्राउन्ड हाम्रो गीताहरू छ नि। फेरि भिडियो कलर चाहिँ मेरो बुहारी, प्यारी बुहारी हो। अनि यस्तैमा कति घाँस बोकेर आएको, कति गाउँ जस्तो लाग्यो। अनि चाहिँ बाटो कति रमाइलो ठाउँ। ठ्याक्कै गेट देख्यो यहाँ आउँदा चाहिँ। अनि त्यस पछाडि केटा आउन लाग्यो। हामीले चाहिँ सबैजना वेटिङ गरिरहेका थियौँ। हामीभन्दा अगाडि गइसक्नु भएको थियो सबै परिवारहरू। हामी चाहिँ अलि कुर्दा लेट भयो। हामी चाहिँ गेट क्रस गऱ्यौँ। त्यस पछाडि गयौँ हामी चाहिँ पार्किङ, स्कुटर पार्किङमा। हामी चाहिँ कुण्डगिरा फार्म पनि देख्दैछौँ यहाँदेखि। त्यसपछि हामी एकछिन माछा हेरेर आनन्द लिएँ मैले। सबैजना यहाँ छौँ, सबै आफ्नो व्यस्त। त्यस पछाडि हामी खानातिर लाग्यौँ। माछा खान भनेर गएको, माछा खान लाग्यौँ। एकछिन फोटो खिचायौँ सबै फ्यामिली। अनि फोटो खिचेपछि फर्किने समय भयो, फर्किन लाग्यौँ हामी सबै। फेरि साँझ यसरी फर्क्यौँ हामी सबै मिलेर। फेरि फर्केको टाइममा सबैजनालाई धन्यवाद भिडियो हेरिदिएकोमा। थ्याङ्क यू।